हेलो गुड इभिनिङ साथीहरू। नमस्ते है। आज म एउटा कुरा भन्दैछु हैन, हाम्रो क्रिकेट सम्बन्धी भन्न मतलब जो हाम्रो के भन्छ चतुरबहादुर चन्द क्यानका अध्यक्षज्यूले गर्नुभएको कामहरू धेरै अविस्मरणीय छ, अति उत्तम छ, धेरै राम्रो काम गरिरहेछ, एकदम सफल योग्य अध्यक्ष हुनुहुन्छ हैन। आफ्नो राम्रो गर्नुभएछ हैन, विकास गर्नुभएछ क्रिकेटमा, जुन क्रिकेट क्षेत्रमा हैन जस्तो विकास गर्नुभएछ, राम्रै गरेछ, रिजल्ट पनि राम्रै छ हैन। पोजिटिभ त्यस्तै नै फिडब्याकहरू आएन कि, जस्तै हाम्रो भनौँ न म चतुरबहादुर चन्द हैन, खास गरेर उनीहरू चतुरबहादुर चन्द सुदूरपश्चिमबाट बिलोङ गर्नुहुन्छ हैन। म पनि एउटा सुदूरपश्चिमवासी नै भएको कारणले म एउटा के भन्न चाहन्छु, आग्रह गर्न चाहन्छु भने किन भनेपछि अब चतुरबहादुर चन्द सरले त राम्रै गर्नुभएछ हैन, जे गर्नुभएछ राम्रै गर्नुभएछ, राम्रै हुने पनि छ हैन। यति राम्रो गरेछ कि अब क्रिकेटको कुनै पनि पुस्ताले हैन, विदेशी ने जुन पनि खेलाडी छ क्रिकेट खेल्ने खेलाडीले त्यो बाहिर नबिदियोस् भन्ने, विदेशी नबिदेश त्यो माहौल बनाइ क्रिएट गरिदिएछ कि, मतलब तिनीहरूले विदेश अब जुन पनि नेपालमा क्रिकेट खेल्ने लागि योग्य खेलाडी छ त्यसले विदेश जान ऊ छैन है। जुन एनपीएल खेल्ने हैन, डोमेस्टिक सर्कल खेल्छ हैन, डोमेस्टिक इन्टरनेसनल, अब इन्टरनेसनल एक्सेप्ट जो इन्टरनेसनल खेल्छ त्यसले त अफकोर्स जाँदैन, डोमेस्टिक सर्कल पनि अब यस्तो स्ट्रङ फिल्ड बनाइदिएछ कि जब मतलब कन्टिन्यू एनपीएल खेल्ने, पीएम कप खेल्ने डोमेस्टिक त्यो खेलाडीहरू विदेश जान उ गरिदिएछ कि, राम्रो बिल्डअप गरिदिएछ कि, भनेर राम्रो विकास गरिदिए क्रिकेट क्षेत्रमा। अझ पनि आउने दिनहरूमा अनि राम्रो हुने अपेक्षा गरौँ न। जसरी अब भनौँ न क्रिकेटमा पारस खड्का र अब हाम्रो चतुरबहादुर चन्दको राम्रो कम्बिनेसन, राम्रो मिलिरहेछ हैन, सबै कुछ मिलिरहेछ हैन। तब पनि तिनीहरूलाई म कहिले पनि चतुरबहादुर सरको मैले इन्टरभ्यू किनभने म क्रिकेट प्रेमी भएर म क्रिकेटको पुरै हैन क्रिकेट प्रेमी भएर म क्रिकेट इन्टरभ्यू वाच गरिराखेको हुन्छ कि, पोस्टहरू गरे, इन्टरभ्यू गरे, धेरै गाली गलौजदेखि लिएर धेरै पनि राम्रो फिडब्याक नदिने कारण के हो भनेपछि यो हाम्रो त्यहाँ यस्तो कल्चर छ कि नेपालको वर्ल्डमा सबैभन्दा आइक्यू लो भनेको नेपालको हो कि, त्यही भएर यस्तो मान्छेहरू छ कि आलोचना गर्ने बढी के, न आफूले काम गर्ने न अरूलाई पनि गर्न दिने कि, आलोचना बढी गर्ने कि। किन भनेपछि पारस खड्का र चतुरबहादुर चन्दले भनेको नेसनलदेखि लिएर इन्टरनेसनल अफिसदेखि लिएर सबै चिज हाई छ कि, यस्तो हाई छ भनेपछि अब त भनै नमिल्ने के, यस्तो हाई छ, सबै अवार्डहरू जितिसकेछ उनीहरूले हैन। राम्रो आइसिसीले पनि यति मान्छ कि चतुरबहादुर चन्द को हो भनेपछि आइसिसीले पनि बुझ्छ कि, यस्तो उनीहरूले आफ्नो लेभल बनाइसकेछ के। तर हाम्रो भेडा दुई चार भनौँ न, यो भेडा बुढीहरू हुन्छ नि खास गरेर हैन, तिनीहरूले गाली गलौज गर्छ के, जसले चतुरबहादुर चन्द को हो भनेर बुझ्दैन, ब्याकग्राउन्ड उनीहरूलाई थाहा हुँदैन। आज म हल्का फुल्का ब्याकग्राउन्ड दिन चाहन्छु, धेरै त मलाई जानकारी छैन आफ्नो साइडको मान्छे। चतुरबहादुर चन्द भनेको पहिलेको क्रिकेटको जन्मदाता भनेर पनि बुझ्दा हुन्छ। बैतडी जिल्लाको जति अन्डर 19 अन्डर 15 हैन, वाइवाई चाउचाउको त्यो हुन्थ्यो कि, विनोद चौधरीको वाइवाई चाउचाउ त्यो एउटा टुर्नामेन्ट हुन्थ्यो कि पहिले हाम्रो सुदूरपश्चिमको बैतडी जिल्लाहरूमा। शुभकामना कपदेखि लिएर हैन, शुभकामनाको त अर्कैले हो अर्गनाइजर, तर म यस्तो प्रतियोगिताहरूमा काम गरिसकेको मान्छे हुन्, प्लस क श्रेणीको ठेकदार हो। क श्रेणी यस्तो मलाई कन्फर्म थाहा छैन, तर ठेकेदार पनि होइन हुने, प्लस बैतडी जिल्ला काङ्ग्रेस सभापतिका अध्यक्ष पनि हुन्, सदस्य है, सरी मलाई माफ गर्नु, त्यस्तो पुरै डिटेल मैले भन्न नसकेँ भने मैले आफ्नो जानकारी अनुसार हजुरलाई दिइरहेछु। तिनी चतुरबहादुर चन्द नर्मली मान्छे होइनन् है, ठुलो भावी पुस्ता र मतलब जानेमाने मान्छे हुन्। बैतडी जिल्लादेखि लिएर नेपाल अधिराज्यमा अलि तिनी त्यस्तो कमजोर उमका छैनन् कि हैन। त्यसरी अर्कोलाई डोमिनेट गर्ने
मतलब उनीहरूको मनोबल घटाउने काम नगर, काम गर्न देऊ अगाडि। यदि गर्न छ भने होइन, ठिक छ। फुटबलमा किन उ भएको छैन, फुटबल किन कसैले त्यो उ गर्दैन? फुटबलमा त विकास भएको छैन, फुटबलको खेलाडीहरू बाहिर गइरहेछ होइन। जहाँसम्म आफ्नो मान्छेलाई होइन के, राम्रो मान्छेलाई सपोर्ट गराउन यार साथीहरू, प्लिज प्लिज रिक्वेस्ट गरिरहेको छु मैले होइन। चतुरबहादुर चन्दको बुराइ गर्न काम बन्द गर, चतुरबहादुर चन्दको तारिफ गर। के गरेछ उसले, के गरिरहेछ, के गर्नेछ, कस्तो गरिरहेछ, कुनै विवाद छैन, कुनै केही छैन। आफ्नो क्रिकेटको विकास कसरी हुन्छ भनेर एउटा लागि परेको उसलाई आफूले डोमिनेट गरेर उसको मनोबल गिराउने, जथाभावी होइन, उसको कमेन्ट समेत अफ गर्न लगाउने। तपाईँहरू कस्तो ऊ हुनुहुन्छ ल भन त, कस्तो समर्थक हुनुहुन्छ तपाईँले? अलि त ध्यान देऊ न यार, कमन सेन्स युज गर। हामीहरूको नेपालीहरूको आइक्यू भनेको लेभल 0 छ के। त्यो आइक्यू भनेको वर्ल्डमा बङ्गलादेश, पाकिस्तान सबभन्दा थर्ड क्वालिटीको, त्यो भन्दा हामीभन्दा लो, त्योभन्दा पनि तलको हाम्रो आइक्यू छ कि। यो पद्धतिका मान्छेहरू छौँ हामीहरू। भनेपछि राम्रै गर्ने मान्छेलाई पनि उसकै एउटै खाटालमा खन्न खोज्छौँ क्या। देश त बिग्रेको छ, सबैमा फर्स्ट एड नदेखाऊ क्या। राम्रो गर्नेलाई नराम्रो गर्नेलाई एउटै उसमा नहालौँ भन्न खोजेको हो मैले होइन। मतलब क्रिकेटमा अहिले खेलकुदको सबैभन्दा राम्रो विकास भएको भनेको क्रिकेट हो क्या। एउटा क्रिकेट छ, फुटबल पनि छ। वर्ल्डको सबभन्दा राम्रो महँगो एक्सपेन्सिभ गेम भनेको फुटबल हो। फुटबलले किन गर्न सकेको छैन? राम्रो राम्रो प्लेयरहरू पुरै छोडेर गरिरहेछ होइन, बाहिर गइरहेछ, विदेशी रहेछ, अस्ट्रेलिया, जापानहरू होइन, विदेशी युरोप कन्ट्रीतिर जाइरहेछ, खाडी कन्ट्रीतिर गइरहेछ। भलिबलकै कुरा गरौँ त, भलिबल त अलिक सानो गेममा त्यस्तो हाइट लिएको छैन। फुटबलको कुरा गरौँ, इन्डियाबाट कोही गएको छैन, बङ्गलादेशबाट गएको छैन, श्रीलङ्का हामीभन्दा लो भनौँ पोजिसनको कन्ट्री, तिनी कन्ट्रीबाट जाँदैन। हाम्रो नेपाल कन्ट्रीबाट किन फुटबलको राम्रो एकदम प्रतिभावान खेलाडी, पोटेन्सियल भएको खेलाडी होइन, ट्यालेन्टेड खेलाडीहरू किन बाहिर गइरहेछ? जस्तै नाम आउँछ, चम्किन्छ, त्यो भएर सिधै अर्को कन्ट्रीमा सिलेक्ट, नेपाल नेसनल टिम खेलेर फेरि जो हामी अपेक्षा हुन्छ भोलिको दिनमा केही गर्छ भनेपछि त्यो मान्छे निक्लिएर गइरहेछ क्या त्यो फुटबलको। न त्यसमा कोचहरू टिक्छ होइन। अब देख्नै भएको होला हाम्रो राजनीति के भइरहेछ फुटबलमा। खै त बाहुन छेत्री र ऊ कि मङ्गोलियन भन्ने हेरौँ न, मङ्गोलियनहरू र आर्यहरूको कस्तो विकास, कस्तो ऊ छ। खै त तपाईँहरू खुट्टा मात्र तान्ने काम गर्छ यार। त्यसैले खुट्टा तान्ने काम बन्द गरौँ होइन, खुट्टा तान्ने काम नगरौँ, राम्रो कामलाई उ गरौँ के। बिचरा यार राम्रो काम गर्नेलाई सपोर्ट गरौँ न, साथ दिउँ, सपोर्ट गरौँ, हौसला दिउँ होइन। उनीहरूलाई नै हौसला आउँछ, मोटिभेसन आउँछ। उनीहरूलाई डिमोसन गऱ्यो भने अर्को गेम, अर्को फेरि उनीहरूले राम्रो काम गर्ने बाध्य हुँदैन क्या तिनीहरू त्यसरी। मतलब जति अपेक्षा गर्नुहुन्छ जति, अब हेरौँ त इन्डियामा कुनै पनि क्रिकेटको कार्यकर्ता छ, कुनै पनि ठुलो मान्छेलाई कसरी रिस्पेक्ट गर्छ, आदर गर्छ, त्यसरी गाली गलौज गर्ने धेरै कम हुन्छ। पर्सेन्टेज हुन त उता पनि हुन्छ होइन, तर पर्सेन्टेज हेर्ने हो भने नेपालको 99% हुन्छ कि बेकार आदमी, तर 10% मात्र राम्रो हुन्छ। तर इन्डियामा हेरौँ भनेपछि 90% राम्रो र 10% नराम्रो हुन्छ क्या, फ्रस्ट्रेसन देखाइरहेको यस्तो हुन्छ। अब उनीहरूको डेभलपिङ हेर होइन, सबै कुछ। त्यही भएर राम्रो कामलाई उ गरौँ। जस्तै मैले उनीहरूको पार्टी गलत होला होइन, म खास गरेर एउटै कुरामा उसमा पनि जान्छु। रमेश लेखकज्यू छन् हाम्रो होइन, सुदूरपश्चिम भनेपछि, सुदूरपश्चिममा विकास भनेपछि सरको उहाँको घर जलाइयो, यता तोडफोड गरियो होइन। तर रमेश लेखकज्यू नराम्रो मान्छे चाहिँ होइनन् है, उनीहरूको धेरै लाइफ स्ट्रगल छ। उनले त्यस्तो गलत गरेको होइन, राम्रै विकास गरेको हो। ददरा चाँदनीदेखि लिएर बयननगरदेखि लिएर मैले सुने अनुसारको होइन, यो जति पनि बाटो साटोको छ, बिजुलीदेखि लिएर होइन, यो बस पार्कदेखि लिएर होइन, प्लस ददरा चाँदनी कसैको छोराहरू आर्मी भर्ती गराउनदेखि लिएर बाढी पीडित हुन्छ नि, मतलब बर्खामा पानी सानी भोलचोल यताउता, त्यो टाइममा पनि रमेश लेखकले फोन लगाएर धेरै उद्धार गरेको छ। महाकालीमा बाँध बान्ने रमेश लेखक छ, ऊ बनाउने रमेश लेखक छ कि, प्लस के भन्छ त्यो हाम्रो ददरा चाँदनीमा धुलुङ्गे पुल बनाउने रमेश लेखक छ।
अर्को लैमा नलागेर होइन, अर्कोलाई त्यसरी एकै घलमा एकै उसमा नहाल, हाम्रोतिर भन्छ एकै घलमा एकै उसमा नहाल भनेर, हो त्यस्तै पहिले भनेको मतलब गलत अर्थ नजाओस्, सबैले एकै ठाउँमा नल्याओस् र राम्रो काम गरे नराम्रो काम गरे छुट्याओस्, राम्रोलाई जिताओस् आफ्नोलाई होइन, आफ्नोलाई छोडेर राम्रोलाई जिताओस् भन्ने मेरो ऊ हो। त्यही भएर हाम्रो विकास हुनेछ, देशको विकास हुनेछ, हाम्रो विकास हुनेछ। यो म अब फेसबुकमा हाल्न खोजेको, तर फेसबुकमा के हुन्छ भनेपछि पार्टहरू छुट्टिएर दिँदो रहेछ क्या, त्यही भएर बिचराको काठमाडौँको घर जलाइदियो। भ्रष्टाचारी ट्यागहरू लगाउँदै गर्छ, जसले राम्रो काम गर्छन् त्यसलाई भ्रष्टाचार ट्यागहरू के ट्यागहरू दिँदै गर्छ। तर राम्रो काम गर्ने हामीले अब यार काम गर्छ त अलिकति त उनीहरूले खाइहाल्छन्, जो पनि आओस् त्यस्तै हो के। पार्टी गलत छ, मान्छे गलत छैन के। यदि मान्छे सही छ भने पार्टी गलत हुँदैमा त्यो मान्छे पनि त्यस्तै हुनु भन्न सकिँदैन कि, बुझ्नुभयो। रमेश लेखक भर्खर आएको, रमेश लेखकज्यू कति भयो अब गृहमन्त्री भएको होइन, धेरै भएको छैन। त्योभन्दा पहिलेको गृहमन्त्रीले खाएन यो बुझाउन यार। म कतिचोटि भनिसकेँ, कुनै पनि पूर्व साइडको मान्छेहरूले हाम्रो सुदूरपश्चिमको मान्छे एक दुईजना अगाडि बढ्यो भने तिनीहरूको खुट्टा तान्ने बानी छ क्या। चाहे हाम्रो त्यो चतुरबहादुर चन्द सर होस्, चाहे हाम्रो रमेश लेखकज्यू होस् होइन, त्यस्तो हाइलाइटमा अहिले ठुलो मान्छे आइसक्यो भने उसलाई गिराउन कसरी छ, उसलाई तल गर्न कसरी छ, साला उता त्यो के भन्छ त्यो उताबाट उनीहरू त्यो सांसद त्यो उनीहरूले नै बेकार काम खराब गरेको हुन्छ क्या। त्यो राजनीतिक के भन्छ तिनीहरू मन्त्रीहरूले जुदिराखेको हुन्छ कि भित्रबाट। त्यस्तो काम नगरौँ साथीहरू होइन। हामीले उनीहरूको विकासको माग गरिरहेछ, कुनै केही गरिरहेछ, त्यो आफ्नो बराबर देऊ न यार। कुनै न कुनै चिजको कमी छ है हाम्रो नेताहरूमा। हाम्रो सुदूरपश्चिमको नेताहरू पनि एक हुनुपर्छ होइन, त्यहाँबाट जनताहरू पनि अलि बुझ्नुपर्छ हामीले होइन। त्यो भित्रबाट लडाइरहेछ हाम्रो पूर्व साइडको मान्छेहरूलाई भनेपछि हामीले पनि मिल्न जरुरी छ। त्यस्तो छ राजनीतिकमा अहिले। राम्रो काम गर्नेलाई पनि एकै खाल्टोमा नहालेर उनीहरूको घरसर जलाउने धेरै नेता हुन्। अहिलेको जो जेन्जी भाइ बहिनीहरूले होइन नराम्रो कामहरू धेरै गरेछ। जो विकास गर्ने राम्रो विकास प्रेमी मान्छेको पनि घर जलाइदिएछ। तर हामीले हेर्ने हो नि त हाम्रो ठाउँमा कसरी के गरेछ, सबै एउटै घरमा हाल्ने होइन। मान्छे अगाडि बढ्न हेरेको चाहँदैन कि यस्तो मान्छेहरू, त्यही भएर फोहोरी खेल्छ, त्यही भएर बिग्रिरहेछ नेपाल।